फुपू तपाईँको त दाँत चाहिँ के भएर झरेको अरे बुढो भएर ए देखाइ हेर्नु त बुढो भएर देखाइ हेर्नु न हाँस हेर्नु हात्ती न हौ हिजोको भिडियोले कस्तो भयो अरे तपाईँ हात त सबै भुँडी बाउलेछ हात फुपू अनि तपाईँले भात खाँदा कसरी खानुहुन्छ अरे कसरी खानु मासु खाँदा मासु खाँदा त्यतिखेर हड्डी पराउने कसरी खानुहुन्छ दाँतले हड्डी फ्याँक्नु पऱ्यो अनि त भरे झुकेर हड्डी घाँटीमा पुग्यो भने कसरी झिक्नुहुन्छ ए झिकिहाल्छु नि मेरो आइडिया छ नि कसरी भन्नु त हामीलाई अरूलाई पनि सिकाइदिनु न कसरी आइसो गरेर निकाल्नु कसो दाँत जति चाहिँ कहाँ कहाँ फ्याल्नु भयो भन्नु त अरूलाई दान दिनुभएको मुसाले लग्यो अनि के अरे खसीको मासु चाम्रो कि सुँगुरको मासु चाम्रो दाँत नहुनेलाई मासु चाम्रो हुन्छ नि दाँत नहुनेलाई खसीको मासु चाम्रो हुन्छ नि अनि सुँगुरको मासु कोमलो हुन्छ खै सुँगुरको मासु अब कस्तो हुन्छ ब्रोइलरको चाहिँ कमल हुन्छ हेर्नु सुँगुरको मासु खाएको थिएन दाँत झर्दैन थिएन तपाईँ खसीको मासु खाएर दाँत सबै पाक्ला आफै आफै भने झर हो के भयो टक्कै भयो देखाइ हेर्नु त गिजा यहीँ गरेर देखाउँछ देखाउनु न एकचोटि होइन देखाउनु न होइन देखाउनु न होइन फैलाउँदैन देखाउनु न यसो गरेर यसरी गिजा यसो गरेर देखाउनु न गिजा हो गिजाइ देखेको छैन त जिब्रा गर्नु त भित्र पसिरहेको छ दाँत लाउन मिल्दैन त मेरो न दाँत लाउने कुरो थियो मेरो